हेलो साथीहरू, आज चाहिँ मेकअप सिक्दै के कुरा सेयर गरौँ ल। मान्छे चिन्ने भनेको चाहिँ यही बेला रहेछ कि मैले चाहिँ यस्तो थाहा पाइरहेको छु होइन। हाम्रो स्ट्रगलको टाइममा हामीले चाहिँ एकदम दुःख गर्दाखेरि हामीलाई कसले साथ दिइरहनु भएको छ, हामीलाई कसले हेरिरहनु भएको छ त्यो हुँदो रहेछ कि। अहिले चाहिँ मैले जब गरेको छैन होइन। अनि यो टाइममा चाहिँ मेरो काठमाडौँको रुम भाडादेखि लिएर मेरो सबै थोक हेरिदिने भनेको जसरी पुग्छ त्यसरी हेरिदिने भनेको चाहिँ मेरो मम्मी बाबा नै हो होइन। बाबाको पनि 2 चोटि एक्सिडेन्ट भएर त्यस्तै हस्पिटलमा राख्दा पनि त्यो बेला पनि सबै हेर्ने नि मम्मी हुनुहुन्थ्यो। अनि अहिले म यसरी मेकअप सिकिरहेको छु। अब मेरो नेल क्लासहरू पनि सुरु हुँदैछ होइन। अनि त्यो सबै हेर्ने पनि मम्मी, मेरो रुम भाडादेखि लिएर सबै थोक हेरिदिने मम्मी हो कि। अनि मैले चाहिँ के बुझ्दैछु भने हामीले दुःख गर्ने बेलामा हामीलाई कसले साथ दिएको रहेछ त्यो हेर्नुपर्ने रहेछ क्या। जस्तै मैले मेकअप सिकिरहेको छु, मलाई मम्मी बाबाइक अरू कसैले हेल्प गरे होइन, कसैले नि हेर्नु भएको छैन। अनि अब सक्सेस भयो भने त भोलिको दिनमा सबैजना आएर पछाडि ताली बजाउने यस्तो उस्तो भनेर उफ्रिने त सबै हुन्छन् कि। तर हामीलाई अहिले हेर्ने चाहिँ को रहेछ भन्दाखेरि मेरो मम्मी बाबा मात्रै के। मैले आज धेरै सोचेँ होइन। मैले यत्रो मिहिनेतले यत्रो सिकिरहेको छु, यो सबै गर्ने बेला त मम्मी बाबा मात्रै हुनुहुन्छ नि त। भोलिको दिनमा सक्सेस भएपछि चाहिँ सबै थोक भइसकेपछि चाहिँ हामी त तिम्रो यो त्यो भन्दै त्यो मलाई पनि यस्तो उस्तो भन्दै चाहिँ कोही नआइदियो हुन्थ्यो जस्तो हुन्छ कि। यो भिडियोले त कतिजनालाई नराम्रो लाग्ला होइन, तर मलाई नि नराम्रो लागेको थियो कि मैले चाहिँ मैले जब गरेँ होइन नि त। अनि मेरो जब नहुँदाखेरि चाहिँ मेरो सबै थोक हेरिदिनु भनेकै मेरो मम्मी मात्रै हो अनि बाबा मात्रै हो। अनि मैले जब नगरिकन यसरी बस्दाखेरि पहिला जब गरेको पैसाहरू, सेभिङ्स गरेको पैसा सबै सकिसक्यो नि त। अनि सबै गर्ने अब प्रोडक्टहरू किन्नुपर्छ, हरेक चिज। अब आफ्नो मेकअपमै आफ्नो फ्युचर बनाउने भएपछि सबै सामानहरू किन्नदेखि सबै थोक गर्न मम्मीले म लोन झिकिदिन्छु, तिमी आफ्नो सपना पुरा गर, तिमी एउटा कुरामा चाहिँ अघि बढ भनेर मलाई एकदम साथ दिइरहनु भएको छ होइन। यो भिडियोमा चाहिँ म मम्मीलाई के भन्न चाहन्छु भने तपाईँले जति गर्नुभएको छ नि मेरो लागि त्यति त उसको त म 1000 गुणा दिन सकौँ कि। म त्यति राम्रो हुन सकौँ। मेकअप नआउँदाखेरि कसैलाई मैले गाजल लगाइदिनु भन्दाखेरि यस्तो जब गाजल नि लाउन नआउने भनेर मलाई भनेको। अनि त्यसपछि गाजल लाउन नआएर मैले मुख धुँदाखेरि अरूमा माथि हाँसेको। कतै कसै बिहेमा जानु पर्दाखेरि मलाई यति मेकअप गरिदिनु न भन्दाखेरि मेरो सामान त यति महँगो छ यस्तो त्यस्तो भनेर मलाई इन्सल्ट गरेको। त्यसपछि मैले केही चिज कसैलाई गरिदिनु न मलाई त आउँदैन भन्दाखेरि साबु छोरी मान्छे भएर यति पनि गर्न आउँदैन, यति त जसले नि गर्छ भनेर हेपेको। त्यो सबै कुराले चाहिँ एकदमै धेरै भित्रैदेखि नराम्रो लागेको। त्यही भएर हामीले चाहिँ केही न केही सिक्नु पर्दो रहेछ भन्ने फिल भइरहेछ। आफूमा केही न केही सिप भए चाहिँ अरूले हेप्ने ठाउँ हुँदैन रहेछ होइन। मैले नि धेरै मिहिनेत गरेर यहाँसम्म पुगिरहेको छु। धेरै अगाडि त गएन, आफूले मिहिनेत गरिरहेको छु।